Hello, good morning, guys. जाडो छ के गर्नु र आज चाँडै उठेर यताउति काम गर्नु पर्यो भनेको त छोरी चाहिँ अघि उठेर हल्ला गरिरहेछन् बोलाइरहेछन्। आज कस्तो मेरो छोरी अलिक धेरै बेरसम्म सुत्छिन् होला भनेको त झन् पो जाडो उठेर पराकै मलाई उठाएकै के गर्नु र नानीहरू सुतेको बेलामा काम सकिहालौँ भनेको त उठिहाल्छिन्। गाह्रो छ आमाहरूलाई अघि उठ्नुपर्छ नि सोधे त्यतिखेरसम्म सुतिरहेको थियो झन् यताउति काम गर्नु पर्यो भनेको त उठिहाल्छ। सो मेरो छोरी अब चाहिँ खेलिन् र अब चाहिँ सुतिन्। चिसोले हेर्नुहोस् न उसको आँखामा पानी आएको आँसु आएको। अब चाहिँ मेरो छोरी सुतेको बेलामा म फटाफट काम गरिहाल्छु है त। सबै काम भ्याएर आएपछि त मेरो छोरी त उठि पो रहेछ, उठेर खेलिरहेछ। यतिको ज्ञानी चाहिँ हुनुपर्छ है होइन छैन? मम्माले छोड्यो नि छैन? मम्माले छोड्यो नि कस्तो खालको है? मम्माले कहाँ छोडेर गयो नि मेरो छानु त म है नि आमा 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 फेरि। सो अहिले चाहिँ म सुँगुरको चारो पकाउँदैछु राति। सुन्नु सक्नुहुन्छ यो चाहिँ इस्कुस है, इस्कुसको चारो दिने गरेको छु सुँगुरलाई। यसरी आगोमा पकाएर सुँगुरलाई चारो पाकेको त छैन, पाकेर दिनु भनेको। अहिले 8 बज्न आँटिसक्यो, जाडो छ, जाडोमा तातो दिनुपर्छ। अहिले चारो पकाएर दिएको यिनीहरूलाई, चिसो छ सेलाएर दिएको तातो भएछ। अलिकति पानी थपेर दिएको बिचराहरूलाई। अस्ति एउटा पालेको थिएँ कि योभन्दा अगाडि, अस्ति माथि क्या चारो राम्ररी नखाइदिने है, अनि त्यही भएर दुइटा ल्याएर बाँच्दै भए पनि खान्छ दुइटा भनेर ल्याएको। यिनीहरू त जानु के हो के चारो त खान्छ तर सबै खोर सबै हेर्नु है लुत्रुकै भिजाउँछ सबै के साह्रो। अनि हेर्नु न यिनीहरूले टोइलेट गरेको हेर एक ठाउँमा गर्नु नि लरे गरेर ल्याएको छ हेर्नु न यहाँसम्म कि एक ठाउँमा अस्तिर मात्रै गर्दा भइहाल्दैन, त्यहाँदेखि यता 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 लरे पो गरेर ल्याएको छ यिनीहरूले। यिनीहरू मैले ल्याएको 1 महिना जस्तो भयो होला हौ, खोइ ठुलो हुने हो खोइ कुनै यिनीहरू। तातै दिएको यिनीहरूलाई है, जे चिज पनि तातै खानु मजा आउँछ नि त साथीहरू। त्यही भएर यिनीहरूले पनि तातो दिएको, अलिक बेसी तातो भएछ थुतुना यिनीहरूको पोलेछ, त्यही भएर अलिकति पानी मिक्स गरेर दिएको गएको छ। सो अब चाहिँ चारो पनि दिइसकेँ। अब यो आगोहरूलाई यसरी नै तानिराख्ने, आफै मर्छ। चारो चाहिँ यस्तो भएछ है, चिउराको भुस लाग्यो लतक्कै पाकेछ। एउटा आँखा खोइ छानु, आँखा खोलिदिनु न, एउटा टोपी खोलिदिनु न। नानी यता हेर्नुहोस् त, निन्दा पुग्यो? निन्दा पुग्यो? मस्त छ लड्कीको। आम्बो अझै गर्नु, फेरि कराउनुहोस् त, अझै कराउनुहोस्, साह्रो कराउनुहोस्। खै कराएको ज्ञानी चाहिँ ज्ञानी छ, सुतेर रुने चलन छैन, मुसुक्क मुस्कुराउने बानी छ होइन। आम्मा सो अब चाहिँ म मेरो छोरीको लागि मिठो बनाउन गइरहेको छु।
सो ग्यास अन गरियो लिटो बनाउनुलाई अनि लिटो चाहिँ हामीले नै बनाएको यो चाहिँ अर्ग्यानिक हामीले चाहिँ त्यो स्यालेसहरू लिटोहरू किनेको छैनौँ बाहिरबाट आफैलाई सामानहरू ल्याएर मिक्सरमा पिनेर बनाएको है सो नानीको लिटो अब चाहिँ हामी खाना खान लागेको यहाँ चाहिँ मेरो भाइले भात पस्किँदैछ है छोरा मान्छे भएर यतिको चाहिँ हुनुपर्छ है साथीहरू भात छ अनि टक्क रायोको साग र सुँगुरको मासुसँग भात खाने आज हामी मेरो बुढो चाहिँ एकछिनमा अब खान्छ अब नानी छ नानीलाई पालो पालो गरेर खाने भाइ र म चाहिँ मासु पो त हो भाइ मासु भाइ र म चाहिँ खाने मेरो हस्बेन्डले चाहिँ एकछिनमा खानुहुन्छ नानी पालो पालो गरेर सो ह्यान्डसम छ हो मेरो भाइ कसैले मनपर्छ भनेर कमेन्ट गर्नुहोस् है प्लिज अब चाहिँ मेरो छोरीलाई लिटो खुवाउने यसको मुनि छ तातो पानी यो चाहिँ मेरो आफ्नै तरिकाले साथीहरू तपाईँहरूको पनि नानीहरू छ भने जस अब खाना खुवाउँदा खुवाउँदै चिसो भइहाल्छ नि त त्यही भएर तल तातो पानी राख्ने माथि बोकेर राख्ने अनि खुवाउनु होला इन्जिनियर यहाँ चाहिँ बाबुलाई छोरी छ अब चाहिँ नानीलाई म खाना खुवाउँदैछु है त्यो साथीहरू खानुहोस् 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 छोरी खानुहोस् न मोबाइल पो हेर्दैछ हौ अहिलेको बच्चाहरू हेर्नु न मोबाइल भनेपछि त जन्मिनु लगाएरै चाहिन्छ यिनीहरूलाई कस्तो मजाले खाँदैछ आजकल त मेरो छोरीले मेरो छोरी चाहिँ 6 पुरा भएर 7मा हिँड्दैछ है साथीहरू खाना मजाले नै खान्छ लिटो खाना हुँदैन लिटो चाहिँ खुवाउँदैछु अब भोलिदेखि चाहिँ चामलको उयो खुवाउने भन्दैछु अरू फलफुल त खुवाएको छुइनँ फलफुल चाहिँ खुवाउनु पर्ने हो तर चिसोको कारणले गर्दा मैले नानीलाई फलफुल चाहिँ खुवाएकै छुइनँ हौ रुगाले छोड्नै छोड्दैन के गर्नु र त्यो चाबी खोले त्यसैमा ढोकेमा झुन्डाइ नराख्नु के निकालेर ठाउँमा राखिहाल्नु मजाले खेलिरहेछ अब यसको निन्द्रा आउन कति बज्यो थाहा छैन जहिले 12-1 बज्छ के गर्नु र साथी हो सबै मामु बाहरूको यस्तै होला है सो आजको भिडियो यहीँ इन्ड गर्न चाहे हस् त धन्यवाद बाई बाई